अब तपाईहरुले देश पुरानो ठाउँमा लान सक्नुहुन्न। हिजो माओवादीले जगाए होला, तर अब उत्पीडित वर्ग र समुदाय आफ्नो लडाई आफै लड्न सक्ने भइसकेको छ। तपाईहरु पहिला आफ्नै पार्टी भित्रका सरकारवालाहरु सम्हालेर देखाउनुहोस्। संघीय लोकतान्त्रिक गणतन्त्र तपाईहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो। समानुपातिक समावेशिता तपाईहरुले शान्तिका लागि स्वीकार गर्नु भएको होला, माओवादीका लागि यो आफ्नै रगतले लेखेको संकल्प हो। एउटा अभिभावकको रूपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ। त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई 50% दिन तयारी गर्नुहोस्, हामी सहमत छौँ। हाम्रो राजा आउँदैछ भन्नु साथीभाइ, नारायण नीति खाली गर। हाम्रो राजा आउँदैछ, नारायण नीति खाली गर। हाम्रो राजा आउँदैछ, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। राजतन्त्र जिन्दाबाद। राजाको शासनसँग नडराएको, टाउको मूल्य तोक्ता समेत पनि टाउको नझुकाएको, अन्याय नसहने, अत्याचारीको त सफाया गर्ने, विभेदको जरो खेल्ने, दुष्कर्मको विरुद्ध धरती हल्लिने गरी शङ्खनाद गर्ने, गरिब असहाय निमुखा वर्गको तारणहार, घरबार नभएका दुई छाक पेटभरि खान नपुग्ने वर्गका भाग्य विधाता, श्रमिक मजदुर, किसान र सारा विपन्नहरूका आशा भरोसा र विश्वासको त्यो मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। शाह वंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइ। गणतन्त्र नेपाल जिन्दाबाद। गणतन्त्र नेपाल please. And the casualty traffic too. Under there now. You want to kill the cow and the kid that they did before. I'm going to kill everybody. आज काठमाडौँमा जे नहुनु थियो ठ्याक्कै त्यही भयो। सुनसान तीन कुने छिनभरमै रण मैदान जस्तै बन्यो। प्रहरी कुटिए, बाटोमा हिँडिरहेका बिचरा सर्वसाधारणहरू कुटिए। राजावादीले प्रहरीको बन्दुक खोसे, सिसाको चिल्लो घरमा आगो झोसे, सरकारी गाडी जलाए। आगो निभाउन गएको दमकलमाथि ढुङ्गा बर्साए। गणतन्त्रवादीको पक्षमा समाचार लेखेको भन्दै कान्तिपुर र अन्नपूर्णको कार्यालयमा पनि आगो लगाउने प्रयास गरे। अन्नपूर्णको बिल्डिङमा आगो लागिसकेको छ। गणतन्त्र मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। अध्यक्ष ज्ञानेन्द्र गणतन्त्र धोका हो धोका हो धोका हो। गणतन्त्र धोका हो धोका हो धोका हो। यो राजा हाम्रो देश सबैभन्दा प्यारो छ। चाहियो चाहियो राजा चाहियो 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 राजा चाहियो। केपी ओलीको दम हेरौँ।
सक्यो कम्युनिस्ट कम्युनिस्ट भन्ने नामका तस्करहरूको खेल खत्तम भयो आजदेखि। आज देशको प्रधानमन्त्री हो केपी ओली, कोही बोल्न सक्दैन, तर दुर्गा प्रसाई च्यालेन्ज गर्छ केपी ओलीलाई। तिमी अपराधी हौ, तिमी हत्यारा हौ, तिमी नेपाली जनताको लिडर होइनौ, तिमी मारवाडीको पार्टनर हौ। केपी ओलीको जस्तो तरुणी घुमाएर बेलुका रक्सी खाएर केटी सुताउँदै हिँड्ने युवासँग होइन यो। हिजो उद्योगपतिहरूलाई यिनीहरूले जसरी मारेको छ लखेटी 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 लखेटी, अनि आज तै पुनी एमाले मै पुनी एमाले भनेर साराका सारा मान्छे बेकुब बनाएर प्रदेशको सदस्य बनाइदिन्छु, तिमीलाई केन्द्रीय सदस्य बनाइदिन्छु, तिमीलाई माननीय बनाइदिन्छु भनेर बेलुका माल खाने रक्सी खाने तिनै महिलासँग सुत्ने एमालेको गति। नानी भन्ने पछाडिबाटबाट चाहिँ नि त्यो के भन्छ बोटिसको त्यो तानेर तन्काएर छोडिदिने को रहेछ। यो देशको नीतिगत भ्रष्टाचारको चार गर्नेको नाइके भनेको केपी ओली। कम्युनिस्टहरूलाई यहाँबाट खेद्नुपर्ने, लातको लात हानेर खेद्नुपर्ने त्यो युवा दस्ता तयार भयो क्या। त्यही हो खुसीको कुरो। हिन्दूलाई ब्ल्याक लिस्टमा राखेर छ यी पादरीहरूले। यो राख्ने को भन्दाखेरि केपी ओली पादरी, प्रचण्ड पादरी, शेरबहादुर पादरी, त्यो माधव कुमार छ नि गनाउने मुख पादरी, बाबुराम भन्ने अर्को बाहुन पादरी। आई लभ यु केपी बा भन्दै भन्न छोडेछन्। नेपालभरि सांसदका घर, नेताका घर, सबै तस्करका घर घर लखेट्न जाउँ त, सबै ग्रुप बनाएर। केपी ओली शासक होइन नि, केपी ओली भनेको यो देशको नाशक मान्छे हो। कुरो बुझ्नुभयो नि तपाईँहरूले? यही स्टेजबाट केपी ओलीले राम्रो बोल्थे, अहिले आएर बोल्न सक्दैनन् नि? सक्छन्? त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने जतिखेर मैले यिनीहरूको बुझेँ नि राम्ररी, हसिना छन् नि, हसिना नेपालका सबै हसिनालाई भाग्न दिने होइन, झुन्ड्याउनुपर्छ, झुन्ड्याउनु चाहन्छु। नमस्ते। धेरैजना साथीहरूले धेरै कुरा गरिसक्नुभयो, अब धेरै कुरा तपाईँहरूले बुझि पनि सक्नु भएको छ। हामी यहाँ आज किन उपस्थित भएका छौँ र हामीले 79 साल फागुन 1 गते राजाको हातबाट दियो, मेचीको किनारमा दियो किन बालेको थियौँ? बाल्नुको मुख्य कारण के थियो? आज मलाई लाग्छ मैले हिजो बीएनसी मेडिकल कलेज सुरु गर्दाखेरि म एक्लै भएको थिएँ। कुनै बेलामा मलाई बौलायो भन्थे, मलाई बौलायो भने दुर्गा प्रसाई बौलायो। अब दुर्गा प्रसाई कहाँ पस्छ?